So guys, I have culture. यहाँनिर पनि भ्लग बनाएको छ गाइजहरू धनी हो क्या त्यो धनी हेर्नु गाइजहरू यता धनी छ हेर्नु हेर्नु धनी छ गाइजहरू होइन है गाइजहरू आजको मौसम चाहिँ दामी भइरहेको गाइजहरू दामी सम्झना 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 ओ सम्झना है एक दिन हामी माथि जाने ऊ त्यो तिमीहरूको मामा अब हामी माछा पकडेर बहुत सारे माछा घरमा गएर खाने हो म त तपाईहरु पनि हिँड्दै हुन्छ है बोल्छ गाइजहरु हेर्नु गाइजहरु यस्तो बाटो छ कि यस्तो बाटो हेर्नु वडा नम्बर 2 मा त यस्तो खतरनाक बाटो छ कि हेर्नु हिँड्दै नसक्नुपर्छ गाइज मोबाइल यहाँनिर झर्यो भने के हुन्छ केही हुन्न हामी चाहिँ यहाँ छ वडा गाइस ट्याप ट्याप गर्दिनु ट्याप 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 मेरो के च्यालेन्ज है लाइक पनि गर्नु न हेर्नु है गाइजहरु यो चाहिँ हाम्रो गाउँ हो गाइजहरु लाइक एन्ड सब्स्क्राइब जसले गर्छ त्यसलाई एउटा गिफ्ट पाइन्छ हजुरहरु लाइक सब्स्क्राइब गर्नुहुन्न अझै भिडियो गर्दैछौँ किनभने हामीलाई थाहा छ हजुरहरु लाइक सब्स्क्राइब गर्दै गर्नुहुन्छ गाइजहरु हम लोग अब घर पे लेने जा रहे हैं पिकअप करके गाइजहरु सुनिता दिदीको पनि यस्तै थियो गाउँ है सुनिता दिदीको सेम दोस्तै छ सुनिता दिदी यो चाहिँ हामी टिभीको सिक्छ ओ गीत गाइरहेको छ मेरो नामको ले 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 वाह वाह जय केटाहरु ल्याङ्थ्यो थियो सन्ना ग्याङ गाइजहरु हैन एउटा कुरा चाहिँ मैले अघि भन्न सकेन है गाइजहरु यता त्यो वडा नम्बर 2 मा त्यो के रे केसेङहङमा चाहिँ अलिकति त्यसमा बाटो बनाउनु पर्ने हिलो हिलो छ यार हेर्नु यो चाहिँ हाम्रो गाउँ हो ल हाम्रो गाउँ ल हेर्नु ल जुम गरिदिन्छु हेर्नु ल हाम्रो गाउँ ल है गाउँ हाम्रो गाउँ गाइजहरु यहाँ त हेर्नु यो चाहिँ हाम्रो गङ्गडा बोकेर हिँड्ने भाइ गङ्गडा देखा त गङ्गडा अनि मसँग माछा गङ्गडा हेर्नुस् गाइज माछा छ गङ्गडा हेर्नुस् गाइज गङ्गडा गाइज उहिले त एउटा चिप्सको धुलो खायो है गाइज गङ्गडा हेर्नुस् गायो तपाईहरुले गङ्गडामा चाहिँ हेर्छु होला हेलो गाइज कस्तो छ होला गाइजहरु न हामी चाहिँ अब माछा पकड्न जानला रक्सी पक्सील्यान्ड भनेर हामी तपाईले भन्छौँ कि किनभने त्यो के रक्सी पार्क भनेको नि त्यो वन झाँक्री हो के त्यो मान्छेलाई ज्ञान दिन्छ ओ वन झाँक्री आइज माता चोद
गाइजहरू हेर्नु है तपाईँहरूले चुप्लाइकन चुप्लाइ सो गाइज हामी एकछिन हामी बन्द गरेर पनि जानुपर्ने छ गाइजहरू अहिले चाहिँ त्यही भएर बारीमा खन्न जानुपर्ने हो र हामी चाहिँ बारी खन्न पनि जानुपर्ने छ नत्र भरे बारीमा खन्न पनि भ्लग बनाउनु पर्छ चास्टिक बारीमा खन्नु पर्ने छ मायाले केटी नहुन्न र गोर्खा मन कामना झ्याप्पै माया नसमाउ भने कि मच्छले उति खाइरहेको चिप्सको धुलो गाइजहरू यहाँ चाहिँ कुखुराहरू पनि काट्छ है त गाइजहरू मैले चाहिँ क्यामेराम्यान अगाडि सगाडि गर्दैन है यहाँनिर उयो गुफानिर चाहिँ छ होइन गाइजहरू त्यो रक्सी बस्ने ठाउँ ऊ ठुलो होल छ हो त्यही हो हेर्नु गाइज काठमाडौँबाट म यहाँ पढ्न आएको नि त काठमाडौँ भए म बोरिङ भइसक्यो क्या हेलो गाइस यहाँ चाहिँ कुखुराहरू काट्छ अनि पूजा पनि गर्छ है त मान्छेहरूले कसले यहाँ बाख्रा काट्छ कि गाइजहरू बाख्राहरू काट्छ यहाँ पूजा गर्छ क्या त्यो भूमिको दिनमा हेर कुखुराहरू काट्छ होइन त गाइस यहाँबाट जतिखेर पनि यसमा दसैँमा गाइस यहाँबाट सर्प पनि आउन सक्छ हेर्नु है केही हुँदैन गाइजहरू तपाईँहरूको मोबाइल मेरो मोबाइल चाहिँ वाटर प्रुफ छ गाइजहरू क्यामेरामा पानी पनि